मात्र 1,30,000 1,30,000। तो हेलो एन्ड नमस्ते सबैजनालाई। तपाईँहरूले अब मेरो अगाडि देख्नुहुँदैछ आजको एकदम खतरा साइकल, ब्याट्रीवाला साइकल, इलेक्ट्रिक साइकल। पहिला पनि अब तपाईँ सुन्नुभयो होला, गोर्खा भनेर धेरै नै सुन्नुभयो होला। अब तपाईँहरूको सामु आइसकेको छ सुपर गोर्खा है। अब यसको नाम तपाईँ सुन्नुभयो सुपर गोर्खा। नाम पनि सुपर गोर्खा छ, काम पनि सुपर गोर्खा छ। अब पहिलाको गोर्खा भन्दा यसमा के फरक छ म तपाईँलाई त्यो बुझाउँछु है त। अब पहिला हाम्रो वेट क्यापेसिटी भनेको 150 टु 160 केजी थियो, 150 देखि 160 केजी थियो भने अहिलेको गोर्खा भनेको 200 केजीको वेट क्यापेसिटी छ। मेन कुरा वेट क्यापेसिटी। सेकेन्डमा अब पहिलाको भनेको सिम्पल, अब टाउकोहरू सिम्पल थियो भने अहिले चाहिँ हाम्रो बाइकको डिजाइनको टाउको छ, जसमा चाहिँ हाम्रो ह्यान्डल पनि बाइकको टाइपको, स्प्लेन्डर बाइकको टाइपको भनौँ न। त्यसले गर्दा तपाईँको लुक्स वाइज पनि राम्रो छ भने आफूलाई कम्फोर्टेबल पनि हुन्छ। त्यही गरेर तपाईँको मेन हामीलाई साइकलमा चाहिने भनेको ब्याट्री। अब पहिलाकोमा हाम्रो 48 भोल्ट 48 भोल्ट 25 एम्पियरको ब्याट्री थियो, जसले गर्दा हाम्रो साइकल भनेको 70 देखि 90 किलोमिटरसम्म कुद्थ्यो भने अहिलेको हाम्रो 60 भोल्ट 30 एम्पियरको ब्याट्री छ। अब यतिले गर्दा भोल्ट बढ्ने चाहिँ के हुन्छ भने तपाईँको पावर बढ्छ, माइलेज बढ्छ है। पहिलाको तपाईँको अब कम भोल्ट र कम पावर माइलेज एम्पियर भएको हुनाले चाहिँ कम माइलेज हुन्थ्यो भने अहिले चाहिँ तपाईँको बढी भोल्ट र बढी एम्पियर भएपछि धेरै माइलेज। अब यो मोडलले चाहिँ कति माइलेज दिन्छ भन्नुहुन्छ भने यसले चाहिँ तपाईँलाई 80 देखि 120 सम्मको माइलेज दिन्छ है। त्यो चाहिँ अब बाटो स्पिड र वेटले गर्छ। तपाईँको 100 त कहीँ पनि जाँदैन, ढुक्कै 100 आरामले कुद्छ है। त्यही गरेर तपाईँको मोटर पनि एकदम हेभी पावरफुल छ। 800 वाटको मोटर छ र 1200 वाटको पिक पावर छ क्या, जसले गर्दा तपाईँको स्पिड, पावर र वेट हरेक कुरामा बेटर र तराईको उकालो सबैतिर कुद्छ। पहाडतिर चाहिँ सिङ्गल मजाले कुद्छ, तर धेरै उकालो कुद्दैन है। तराईको उकालो जति पनि कुदिन्छ है त। अब आफ्नो नजिकको भन्दा अब हाम्रो पूर्वमा कन्याम छ भने सिङ्गल मान्छे कन्याम चाहिँ पुग्नुहुन्छ, त्यो चाहिँ क्लियर। सिङ्गल मान्छे है त, डबल त सकिँदैन होइन। सिङ्गल चाहिँ कुदो बढी पावर छ। त्यही गरेर यसको एक्स्ट्रा फिचर्स के छ भने अगाडि पछाडि ट्युबलेस टायर छ, अगाडि तपाईँको डिस्क ब्रेक पनि आएको छ योपालिको होइन। यसमा गियर सिफ्टिङ पनि राम्रो छ, प्लस तपाईँको इन्डिकेटरदेखि लाइटहरू एकदम चक्किलो। म तपाईँलाई हर्न बजाएर सुनाउँछु है त। एकदम बाइकभन्दा पनि पावरफुल हर्न छ, यसको चाहिँ डबल हर्न छ भने यसमा तपाईँको गियर सिस्टम पनि राम्रो छ र पिक पावर पनि राम्रो छ। अहिले मैले तपाईँको 3को गियरमा कुदाउँदैछु। 3को गियरमा भनेको 55 देखि 60 स्पिड लिन्छ भने त्यही गरेर गियर भनेको 2 र 1 हुन्छ, 3टा गियर हुन्छ। एक गियरमा यसले कुद्छ 35 किलोमिटर पर आवर, 2 गियरमा भनेको 45 र 3 गियरमा 55 देखि 60 किलोमिटर है त। अब यसमा लाइट पनि एकदम चकिलोबाट छ। अब अहिले यताबाट तपाईँले देख्नुहुन्न होला, बिस्तारै हामीले अरू पनि भिडियो बनायौँ भने देखाउँछौँ है। मैले चाहिँ आज तपाईँको भिडियो बनाउने मेन उद्देश्य भनेको भोलि हाम्रो विश्वकर्मा पूजा छ, भोलि 1 गते है, 6 महिना 1 गते विश्वकर्मा पूजा छ। अब हामीले चाहिँ दसैँ र भोलिको लागि, स्पेसली भोलिको लागि प्लस दसैँको लागि दुइटैलाई अफर हो है। अब यो मोडल पहिला गोर्खा हामीले 1,20,000 1,30,000 बेच्थ्यौँ भने यो मोडलको भनेको क्वालिटी अनुसार रेट पनि धेरै बढाएको छ, महँगाइ पुरै बढाएको छ। र पनि यो हाम्रो विश्वकर्मा पूजा र दसैँलाई मेन फोकस गरेर हामीले गोर्खामा एकदमै बेटर अफर राखेको छौँ विथ बेटर रेट पनि। यसको एमआरपी हामीले निकालेको छौँ 1,45,000 1,48,000। त्यसमा पनि अब हामीले चाहिँ हजुरलाई स्पेसल